आज होबर्टको तेस्रो दिन है। हामी फेरि आज हाम्रो तेस्रो टुर चाहिँ दाइ भाउजूलाई लिएर बुर्नी आइल्यान्ड। हामी बुर्नी आइल्यान्ड जाँदैछौँ। घमाइलो दिन छ। घमाइलो दिनमा रमाइली सासुआमाको साथमा होइन। प्यारी भाउजू ओ माया थाप्रो मेरी प्यारी चाहिँ लास्टमा छिन्। यता हेर्दै हेरी कता हेर्दै हाम्रो यात्रा बुर्नी आइल्यान्डको लागि हुँदैछ। हाम्रो कोल्सबाट पानी, चिप्स, बनाना, एप्पल अनि त्यसपछि गएर रेडबुल लिएर दाइको साथमा होइन। अब दाइलाई त अब कसरी दाइको परिचय, अब दाइ त अब आफैमा परिचित हुनुहुन्छ होइन। हाम्रो यात्रा अब हामी सुरु भइसक्यो बुर्नीको लागि। सिधै दाइ बुर्नीको लागि हामी बिना म्याप मैले दाइलाई लिएर जाँदैछु आज है त। म कहाँसम्म पुऱ्याउँछु थाहा छैन। बुर्नी आइल्यान्डको यात्रामा तपाईँहरूलाई सम्पूर्ण बुर्नी आइल्यान्ड चाहिँ यही भिडियो मार्फत देखाउँछु है। हेर्दै जानुहोस् सासुआमाको साथमा। ल आमा एकचोटि हेलो भनिदिनु सबैलाई। आमालाई हेलो भनिदिनु सबैलाई। ताजमेनिया तपाईँलाई कस्तो लागिरहेको त? बस्न पनि ठाउँ रहेछ नि होइन। आमा साह्रै खुसी हुनुहुन्छ। पाहाडको पाखा पखेर सीधा दाइ पर्वतमा हुर्किनु भएको हाम्रो आमा होइन। यो चाहिँ तपाईँको चाहिँ आमालाई चाहिँ पाहाड जस्तै लागेको भएर धेरै नै खुसी हुनुभएको छ। म त यतै बस्नुपर्छ क्या ज्वाइँ भन्नुभएको छ। फेरि मेरो कमाइ छैन, फेरि गाह्रो छ क्या है। अब आमालाई लिएर हामी अब बुर्नी आइल्यान्डतिर हिँड्यो। बिचरा मेरो बुढी लास्टमा बसेर पक्लास भनियो मलाई देखिन। भोटे छुट्टी नि पिँढी चिट यता हो कि जानुपर्ने। ए राउन्डबाट हान्नु पर्छ हामीलाई। राउन्डबाट चाहिँ टर्न हान्नु ल है त। ल चिप्स आउँदैछ है भोटे तिमीलाई। हामी होबर्ट सिटी आइपुगेका छौँ। हाम्रो यात्रा बुर्नी आइल्यान्डसम्म हाम्रो दाइसँग होइन। यो होबर्ट सिटीलाई हामीले बिस्तारै छोड्दै हामी साउथर्न हाइवे हुँदै किङ्स्टन है रङ वेमा हालियो दाइ। हामीले रङ वेमा हालियो दाइ। यो यता लेफ्ट टर्न हो क्या दाइ। यो हामी जाने स्ट्रेट हो क्या दाइ। यो यहाँको म्यापले तपाईँलाई थोरै कन्फ्युजन गराएको छ। केही भयो नि यहाँ उता निकाल्छु म फेरि। केही फरक पर्दैन। हामी यतै हालौँ, यताबाट म उता निकाल्छु। तपाईँको चाहिँ हामी अगाडि बढ्दैछौँ है। अब है कति काम लिन्छ दाइले भन्नुहुन्छ गाडी र श्रीमती भनेको एउटै हो भनेर। 4 हुनुहुन्न भनेर भाउजूलाई कराइरहनु भएको छ। हामी चाहिँ तपाईँको चाहिँ लगभग 45 किलोमिटरको यात्रा पश्चात हामी फेरि चढ्ने ठाउँमा आयौँ। अब दाइले एकछिनपछि फेरीको पे गर्नुहुन्छ अनि गाडी फेरीमा हालेर। होइन ठुलो मम्मीको 100 रुपियाँ छ त्यो अनि आज ठुलो मम्मीको 100 रुपियाँले चाहिँ हामी फेरि चढ्ने भन्ने कुरो भयो। 100 रुपियाँ भ्याउनै सक्दैन। 100 रुपियाँ भ्याउन सकेन भन्ने कुरो भयो। अब हामी तपाईँको चाहिँ फेरि चढेर ट्याक्क तपाईँको चाहिँ बुर्नी आइल्यान्डको चाहिँ भिजिटमा हामी अगाडि बढ्दैछौँ। ठुलो मम्मी बेसरी खुसी हुनुहुन्छ सासुआमा। ज्वाइँले नयाँ नयाँ ठाउँमा मलाई घुमाउनु लानुभयो भनेर धेरै खुसी हुनुहुन्छ। कान्छी त तपाईँ के कुरा गर्ने आमा? कान्छी कुरै नगर्नुहोस्। आमाको कुरा सुनौँ है त एकचोटि भन्नु त। त्यसपछि गएर जता नि अब पोखराकालाई नि यिनीहरूले बचाएछन् के। कसले आमा? रवि लामछानेले होइन खैरेले के जान्छन् बिचारा। त्यही त नि। डलर दिएपछि त अब हामी फेरीको टिकट लिन कहाँ जाने नजिक आइपुगेका छौँ। यिनीहरू जाँदाखेरि यति फुलमा लाग्छ। नेपाल जाँदा वास्तै हेर्दा लुम्बिनीमा दाइले चाहिँ त्यहाँ 6 मिटर भनेको हाइट रहेछ जैसे। हाइट रहेछ है दाइले यहाँ होइन हाइट होइन लेन्थै हो। लेन्थै हो दाइ त्यो। मलाई त लेन्थ जस्तो लागिरहेको। 55 दाइले अब यहाँ टिकट लिनुहुन्छ। दाइ भएर नि सजिलो भएको छ। मेरो पैसा खर्च भएन यात्राको क्रममा। घरिघरि भाउजू रिसाउनुहुन्छ पैसा धेरै खर्च भयो भनेर। जैसबलाई भिडाउन पर्ला जस्तो पैसा। म हाल्छु दाइ टेन्सन भएन क्या। म उ गर्छु दाइ। जैसबले दिएको हेर्न पर्यो। मैले तिर्ने भन्ने कुरो है पैसा है। ल निकाल्नुहोस् ल ल भिडियोमा बनाएरै हाल्नु पर्ने। थ्याङ्क यू। अब यो तपाईँ त्यहाँ गएर म तपाईँको एकाउन्ट ट्रान्सफर गर्छु। मैले भिडियो बनाएको छु दाइ। होइन मैले टिकट लिएको चाहिँ भिडियो बनाउनु मिल्दो रहेनछ। अनि उहाँ हाम्रो खैरेनी आमाले नगर भन्नुभयो। हामी टिकट लिइसक्यौँ फेरीको। यहाँ टिकटको पैसा ज्वाइँले तिर्नुपर्छ यसपालि भन्ने कुरो भयो। त्यसमा पनि म सहमत छु दाइसँग। दाइले पे गरे पनि अहिले म फिर्ता गर्न एकदम रेडी भइसकेको छु। भाउजू पनि मुस्काउनु भयो मैले पैसा फिर्ता गर्छु भनेपछि होइन। अब यस्तोकै पैसाको महत्त्व अस्ट्रेलियामा यति छ कि होइन। हामी फेरीको नजिक छौँ।
म चाहिँ गाडीबाटै झरेर एउटा भिडियो बनाइदिएँ। अब यहाँ फेरि अहिले आइपुगेको छैन, यो टर्मिनल 1 टर्मिनल 2बाट फेरि चढेर छ्याट्ट मेरो गाडी चाहिँ यो मैले भाडामा लिएको गाडी। हामी बुर्नीको यात्रामा छौँ। फेरि साइल नाइनले भिनाजुले पोज दिइहाल्छन् फेरि भित्रबाट भिनाजुले फोटो खिच्छ भनेर यति छन् के अप्सरा त लुकिराखि दाइ यहाँ हुनुहुन्छ सासु आमाहरू एरिक भेट्यौ सासु आमा चस्मा लाउनु भयो। हामी अगाडि बढ्दैछौँ है त। चलो अब हामी लाइनबाट तपाईँको हाम्रो एउटा भिडियो क्लिप बनाउने गाडी हाम्रो फेरितिरको लागि अगाडि बढ्दैछ। हजुरआमाले त्यहाँ गोरी हजुरआमाले हामीलाई अगाडि बढ्नको लागि तपाईँको चाहिँ बर्देले गडबड गरेर हामी लेन टुला त हाल्दै हालिन्छ। निर्देशन दिन लाउनु भएको थियो। फेरि के भयो, फेरि लेन 1बाटै हाल्नु, हामी लेन 2मा छौँ। अब हाम्रो गाडी केही बेरमा हामी अगाडि बढ्दैछौँ। चलाउँदै ल्याइरहेको छन् कि त्यहाँबाट त्यो गरेर गडबड गरे कि तिनीहरू तपाईँको चाहिँ के गरेको हामी अगाडि बढ्दैछौँ। अब हामी फेरिमा जाँदैछौँ। फेरि मार्फत मेरो बुढीको बुर्नी आयरल्यान्ड घुम्ने सपना पनि पुरा हुने भयो आज। फेरिमा घुम्न ल्याएर त मेरो बुढीलाई मसँग त यो जान नहोस् खोजिरहेको थिइन्। कहाँ गइन् भाइ? मा तिम्रो केही छ 2-4 शब्द राख है। तिम्रो केही छ भने 2-4 शब्द राख है। त्यहाँ हजुरआमाले अगाडि बढ्न निर्देशन दिइसक्नु भयो हामीलाई। हजुरआमाले लेन 1 क्लोज गरेर लेन 2बाट हामी फेरिको लागि अगाडि बढ्दैछौँ। हजुरआमाले हामीलाई आदेश दिनुभयो। पानी जहाजमा गाडी हाल्दै ठुलो हामी अहिले पानी जहाज फेरि हाम्रो आमालाई लिएर सासुआमालाई लिएर गाडी लिएर हिँड्ने बाहिरै हाम्रो सासुआमा साह्रै भाग्यमानी हुनुहुँदो रहेछ। गाडी छुट्टै आउँदो रहेछ क्या सासुआमा हाम्रो साह्रै भाग्यमानी हुनुहुँदो रहेछ। फेरि हाम्रो अर्को लेनमा सिस्टमै होइन ओपन गाडी पार्क रहेछ। हामीलाई बाजेले चाहिँ तपाईँको चाहिँ अर्को लेनमा जान आग्रह गरे उताबाट। गाडीमै जाने रहेछ के हामी ट्याक्क फेरिमा गाडीमै ट्याक्क गाडीमै फेरिमै हामी ट्याक्क गाडीमै बसेर गाडीमै हामी गाडीमै बसेर फेरिबाट चाहिँ हामी छट्ट अगाडि जाने रहेछौँ। हामी त्यस्तो भयो। त्यहाँ पनि नेपाली देखेँ मैले, गणेशको मूर्ति भएको गाडी देखेँ है सर। र अब सर चलाउने होइन कि माया गाडी यहीँ बस्छ फेरि चल्छ। तिमी पनि कस्तो आँधो हो, लास्ट सिटमा बस्यो भने जेनी नभन न यार। ए यार भुकाइ खान्छ नि तिमीहरू के हो यार। बाजेले हामीलाई अझै अगाडि आइज भन्नुभएको छ, गोरे बाजेले। ल हामी अब यात्रा हाम्रो अगाडि बढ्यो। अब हामी अलिकति अगाडि भएका समुद्रको पनि म तपाईँहरू सबै देखाउन सक्थेँ होइन, तर हाम्रो अगाडि पछाडि 2-4 गाडी भएको कारणले गर्दा हामी ठ्याक्कै देखाउन सकेन। तर हामीले नेपाली चाहिँ मैले धेरै देखेँ। बसेको म त चिप्लायो। अब सर र हामी अगाडि बढ्छौँ है त साथी हो। हाम्रो भाउजूको मुस्कान हेर्नुहोस् फेरि। तपाईँको चाहिँ के अरे बुर्नी घुम्न पाएर हाम्रो भाउजू भोटे हाहा नट भाउजू त्यो हाहाको दिनु त एउटा भाउजूलाई आउनु भन्नुभयो होइन। मायाले पठाएर दिने हो कि अलि। मेरो बुढीको अनुहार सधैँ क्यामेराको अगाडि फोटो भनेपछि भिडियो भनेपछि मेरो बुढी घरि कपाल माथि झार्दिन्, घरि कपडा तल झार्दिन् होइन। पछाडि छुटिन्। आज लास्टमा भएर आमाको खुसीको लागि बुढी लास्ट सिटमा बस्दिन् क्या। होइन म नछिर्ने भएर आमाले हँसाउनु भयो। आमा लास्ट सिटमा नछिर्ने भएर नछिर्ने भएर हो क्या। भोटे पनि हाँसिन् कि कुरो बुझेर हाँसिन् नबुझिकन हाँसिन्। आज मेलबोर्नबाट आएर बुर्नी आइरन घुम्न जाँदैछन् साडीलाई लिएर म सर होइन। सर हेलो एभ्रिवान भनिदेऊ। कता हेर त कता हेलो एभ्रिवान भनिदेऊ। हेलो एभ्रिवान भनिदेऊ। एभ्रिवान भनिदेऊ। ल हाम्रो छोरी पोज दिइहाल्छौँ ज्याममा। सर हामीहरू तपाईँहरू दिएर अब यो फेरिमा सर हामी माथि जाँदैछौँ। हामीले गाडी छोडियो। गाडी छोडेर अब म छोरीलाई लिएर हाम्रो भाउजूहरू दाइहरू माथि गइसक्नु भयो। हामी माथि जाने कुरो भयो। माथि जाने कताबाट रहेछ माया? कताबाट हो माथि जाने? हामी माथि जाँदैछौँ छोरीलाई पार्किङमा छोडेर भुराङ मार्फत होइन। हाम्रो छोरी भाउजू दाइ गइसक्नु भयो माथि। अस्मिता पनि माथि गइन्। आकर्षक पात्र हाम्रो माया सर लाएर भोटेलाई लिएर हामी माथि आइयो भनिदेऊ।
हामी माथि आइयो भन्दै आइयो हामी माथि आइयो भन्दै छोरी ल नेपालमा एउटा समुद्र छुटेछ क्या यो हो कि यही ठाउँ हो हामी जानु लाग्यो यही हो कि ल हेर्नुहोस् भ्यू अझै माथि होला हामी सर ल हेर्नुहोस् के आइरहेछ भोटेले यो हो कि ठाउँ भ्यू हामी जाँदैछौँ है हामी हाम्रो तपाईँको चाहिँ त्यही बुर्नी आइल्यान्ड भनेर हामीले फोटोमा देख्ने ठाउँमा जाँदैछौँ आमा केही भन्नु छ भने भन्नुहोस् है मेरा दर्शकहरूलाई सन्तुष्ट हुनुहुन्छ नि ताजमहल टुरमा सन्तुष्ट हुनुहुन्छ नि हो हाम्रो भाउजू यता हुनुहुन्छ दुईटा यही हो नि त भाउजू हामी हेर्दा नि दुईवटा हो नि त लेक इन्ट्रेस्टको फोटोकपी रहेछ क्या तपाईँको चाहिँ दाइ भन्नुहुन्छ लेक इन्ट्रेस्टको फोटोकपी रहेछ भनेर बुझ्दै जाँदाखेरि तपाईँको चाहिँ ल हेर्नुहोस् यो हो कि भ्यू एउटा बिच देखेँ नि बिचमा पहाड ल हेर्नुहोस् यो नेक बुर्नी आउटलेटमा आइपुग्यौँ होइन भर्खर हाम्रो गाडी रोकेर अब हाम्रो भाउजूलाई र मायालाई चाहिँ पिसाब लाएर उता जानुभएको छ यो चाहिँ तपाईँको चाहिँ समुद्रको भ्यू यहाँ छ हामी त्यो भर्याङ चढेर माथिबाट गएर दुई साइड समुद्रको लुकआउट हुन्छ नि यो चाहिँ तपाईँको ताजमेनियाको यो बुर्नीको चाहिँ तपाईँको चाहिँ एउटा भनाइ छ कि यहाँको यो तपाईँको मैले बुढाहरूको सुनेको ताजमेनिया आएर बुर्नीमा आएर फोटो खिचेन भने ताजमेनिया आए जस्तो हुँदैन अरे बुझ्नु त्यो तपाईँहरू पनि तपाईँको चाहिँ के भन्छ अरे ओपेरा हाउस सिडनी गएपछि ओपेरा हाउसको फोटो खिचेन भने सिडनी गए जस्तो हुन्न भने जस्तै यहाँ चाहिँ आएर फोटो खिचेन भने यहाँ जस्तो हुन्न भनेर मैले दाइलाई चाहिँ जबरजस्ती यहाँ लिएर आएको दाइ आउन खोज्नु भएको थिएन मैले दाइलाई यहाँ लिएर आएको दाइले मलाई केरा दिँदै हुनुहुन्छ अब म केरा खाँदैछु केरा मेरो लागि हो है अब यो केरा खाएर फेरि म हाम्रो यात्रा चाहिँ माथि भर्याङ चढेर तपाईँको चाहिँ तपाईँलाई म दुईतिरको भ्यू देखाएर म चाहिँ तपाईँको तपाईँहरूलाई चाहिँ पुरा ताजमेनिया बुर्नी घुमाउने कोसिस गर्छु है त माया हामी गाडीबाट झरेर बुढीलाई टोइलेट सोइलेट गराएर होइन बुढी फेरि पिसाब ला भनिन् अनि फेरि टोइलेट सोइलेट गराएर अहिले केरा खाँदैछन् बुढीले यो नेट आउटलेट नेक आउटलेक भन्दो रहेछ आउटलक के अरे आउटलुक नेक आउटलुक भन्दो रहेछ यो ताजमेनिया बुर्नीको चाहिँ सबैभन्दा पिस प्लेस हो अरे पार्किङ भिड तपाईँको जहाँ गए पनि फेरि देखिने नेपाली इन्डियन कम्युनिटी नै बढी रहेछ हाम्रो साइली नानी राम्रोसँग आइछन् साइली नानी यात्रामै छौँ हामी घुमघाममै छौँ ताजमेनिया समयले जुराए सासुमामा फ्याँ परिसक्नु भयो फ्याँ परिसक्नु भयो सासुमामा पुरा बुढ्नी दुई साइड हेरेर देखिनु रहेछ पानीको भ्यू चाहिँ अमेजिङ देखिएको छ रातो पुरै रातो कलरको देखिएको छ थाहा छैन किन के भएर यस्तो भइरहेछ भन्ने रातो त्यहाँ कसैले माटो फालिदियो होला है माटो फाल्छन् त्यहाँ मेरो बुढी आइसक्यो भन्छ होइन हेरी सालोले इन्जोय गरिरहेको छ ताजमेनियामा हाम्रो जम्बो टिम साली दाई खुच्ची हिँडी है खुच्चीले मेहनत गरी है हाम्रो नानीले दाई हुनुहुन्छ दाइकी बहिनी मेरी बुढी अस्मिता पहाडी छन् भाउजू हुनुहुन्छ पुरा भ्यू हेर्नुहोस् यो हो बुर्नीको ब्युटी हेर्नुहोस् आज नानी यताबाट भोटु यताबाट आजको मुख्य पात्र भनेको हाम्रो भोटे हो नसा भनेको यिनको छ के हो के हो मायामा पनि यिनको सुन्दरताले त्यही गराउँछ
बुर्नीको मेरो बुढी फेरि राम्रो देखिन भनेर बुढा पिर पऱ्यो आज होइन यो प्राकृतिक सौन्दर्यतामा आफ्नो सौन्दर्यता हरायो भनेर बुढी होइन मसँग झगडा गरिराख्यो हेर्नुहोस् म हानिदिन्छु भाउजू पाउँछ पाउँछ मेरो दर्शकहरूलाई मैले बुर्नी पनि ल्याइदिनु पर्छ हेर्नुहोस् है त्यो पानीको कलर हेर्नुहोस् न पुरै रातो छ आगो बलेको भन्थ्यो मेरो बुढी आइयो मलाई थाहा होइन ओ भिडियो पो भएछ काटे बर्बादै भयो नि यही हो है साथी हो पुरा बुर्नीको स्पेसल ठाउँ सबैभन्दा वाचेबल ठाउँ यही हो है तपाईँहरू नि आउँदै हुनुहुन्छ नि आउनुहोस् घुम्नुहोस् रमाइलो गर्नुहोस् है सबै भिडियो चाहिँ मेरो युट्युबमा छ नि फेरि